के को बाइक नि अहिले प्र्याङ दिन्छु अनि बच्चा भएर ल के भयो त अनि यही तलसम्म जानु ला त अनि 10 सकिन पास छैन पहिला लाइसेन्स झिक्राइछ म त दिन्छु नाटक नगर है खुरखुर बाइक दे दिने जा पक त्यसो भए तल चोट खाएको भनिदिन्छु त्यसो तल पनि घरबाट पैसा चोरेर रोजनाले घुमाउन लगेको भनिदिन्छु म होइन भाइ श्रुति हो त्यो ल बढी नबल दाइसम्म खुन लाग्छ म त्यही त भनिरहेको छु नि धेरै कि दिन मलाई खुरखुर चाबी दे नहेर बाउला भनिदिन्छु चोट खाएको तैँले म नै भन्दिन्छु त्यसो भए तैँले भन्लास् तर मैले भने पत्ता नि त ड्याडी 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 मैले नि दाइले चुरोट खाएको देखेँ नि होइन ड्याडी म कहाँ चोट खान्छु त अस्ति यसले दराबाट पैसा चोरेर ऊ रोजनाले घुमाउन लिएर गएको म त्यस्तो छु जस्तो लाग्छ त ड्याडी तपाईँलाई सोझो भाइले जे पाइ त्यो आरोप लाउँछस् कति ज्ञानी छ कति पढ्छ पढ्छ ड्याडी मेरो भाइ असाध्यै पढ्छ अहिले भरे आइसीको रिजल्ट आयो भने सुने मैले यसले कति पढाएर चाहिँ सिरियल हेरौँ न अँ त नि पढ्यो होला खै यसले रिजल्ट देखाएर ए हुन्छ 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 ड्याडी हुन्छ ड्याडी लट्ठी ए देखा 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 ओ 3.9 तीन मात्रले यो अति नपढ्ने छ कि यो मान्छेले होइन होइन 4 मा 3.9 भनेको ड्याडी ए प्लस आएको पढ्ने मान्छे हो नि तँ पढ्ने मान्छे हो नि अनि तेरो चाहिँ कहिले आउँछ मेरो त भर्खर 1 महिना त भयो ड्याडी अब 2 महिना चाहिँ बाइक चाहिँ म त चिल्याक्स गरेर बस्ने आनन्दले चिल्याक्स त हो नि दाइको साथीहरूमा कता कता पढ्न जानुहुन्छ आइल्स पढ्न जानुहुन्छ दाइ मात्रै हल्लिने बिग्रिने केटी घुमाउने त्यही त हो नि अस्ति अस्ति आइल्स गर्छु भनेर लगेको 5000 खोइ दाइ त ठमेल जानु भएको ठमेल गएको होइन ड्याडी ठमेल जाने बाटो थियो अलिकति ओर क्या बागबजारमा त्यहाँ बागबजारको निर्माण काउन्सिलिङ सेन्टरमा म आइल्स क्लास जोइन गर्न गएको क्या त्यहाँ एकदम राम्रो पढाउनुहुन्छ क्या अनि खै त 2000 ड्याडी त्यो निर्माण काउन्सिलिङ सेन्टरमा त अहिले अफर चलिरहेछ क्या त्यहाँ जम्मा 3000 मा आइएल्स पिटी पढाउनुहुन्छ 2000 माग्नु त खोइ 2000 केटी घुमायो होला नि होइन ड्याडी मैले त्यस्तो गर्छु लाग्छ तपाईँलाई लाग्छ त ड्याडी अस्ति तपाईँ नभएर घरमा केटी लिएर आएको यसले तैँले पनि त गाजा खाएको नि यसले ड्याडी अस्ति तपाईँ पैसा चोरेर उताबाट केटी केटी घुमाउन लिएर गएको यसले छाछाडा फिल्म हेर्छ ड्याडी यसले पनि मसँग बसेर गयो अस्ति